नमस्कार। सदाको जस्तै आज पनि उपस्थित भएका छौँ नयाँ कुरा लिएर हाम्रो युट्युब च्यानल इनर उडानमा। आजको विषय रहेको छ अरूको लागि आफूलाई बदल्ने कोसिस कहिल्यै नगरौँ। हजुर जस्तो हुनुहुन्छ त्यस्तै ठिक हुनुहुन्छ। परिवर्तन कहाँबाट सुरु हुन्छ? हामी संसार परिवर्तन गर्न चाहन्छौँ तर हामी सक्दैनौँ। हामी आफ्नो मनको ढोका खोल्नै डराउँछौँ साथीहरू। हजुरहरूलाई थाहा भएकै कुरा हो, हजुरले केही न केही गर्छु भन्ने सोच बनाउनुहुन्छ तर वास्तवमा त्यो गर्छु भन्ने कुरा हजुरले एक दुसरालाई नभनिकन त्यो काम गर्न सक्नुहुन्न भने हजुरले एक दुसरालाई परिवर्तन गर्नको लागि मन डराउँछ क्या साथीहरू। त्यस कारणले हामीले परिवर्तन गर्नु त चाहन्छौँ तर आफै डराउँछौँ। किन? आउनुहोस्। हो साथीहरू, हामी सफलताको पछाडि दौडिन्छौँ तर शान्तिको प्यास भने बुझाउँदैनौँ। भन्न खोजेको यो हो कि हामी सफल हुनको लागि मैले केही समय अगाडि अरू भिडियोमा पनि भन्ने गरेको छु, हामी सफलताको लागि एकदम भाग्ने गर्दछौँ तर त्यो सफलताको लागि शान्त भएर हामी सुन्न बस्न केही पनि कामहरू गर्न हामी सक्दैनौँ। त्यस कारणले भन्ने गरिन्छ सफलताका पछाडि भाग्छौँ तर शान्तिसँग बस्न सकिँदैन। हो, हामी शान्तसँग बसेर सोचेर बल्ल त्यो काम गर्न लाग्यौँ भने हामीले सफलता परिवर्तन गर्न अथवा जेसुकै होस् हामी परिवर्तन गर्न सकिन्छ। साँचो परिवर्तन भनेको साथीहरू यो बाहिर देखावटले हुँदैन कि हामी दौडिन्छौँ भाग्छौँ नि, त्यसबाट हुँदैन। भित्र मनबाट आउनुपर्छ कि मैले साँचो परिवर्तन गर्छु, म साँचो परिवर्तन हुन्छु भनेर आफूले मनैबाट सोचेर गरियो भने त्यसमा बल्ल हामीले साँचो परिवर्तन गर्न सकिन्छ, परिवर्तन हुन सकिन्छ। त्यो नै परिवर्तन हो। एकचोटि चुपचापसँग मनबाट बगिरहेको पीडालाई हामीले अँगाल्न सिक्यौँ भने साथीहरू त्यो नै बनिन्छ हाम्रो इनर उडानको सुरुवात। भन्न खोजेको हाम्रो भित्र मनदेखिको परिवर्तन त्यहाँबाट सुरु हुन्छ। भित्र मनको आवाज भनेको जीवनको उज्यालोको परिवर्तन हो साथीहरू। हजुरको मनले मैले यो गर्छु भनेर सोचेको छ, त्यो काम गर्नुभयो भने हजुरको जीवन परिवर्तन अवश्य हुन्छ। तर हजुरले सोच्नु भएको छ तर गर्ने बेलामा केही पनि गर्नु भएन भने परिवर्तन हुन गाह्रो हुन्छ। त्यसैले जो मनबाट हजुरको मनमा जो लागेको छ मैले यो काम गर्नुपर्छ, गरेँ भने म अगाडि बढ्न सक्छु भनेर एकदम मन लगाएर त्यो काम गर्नुभयो भने हजुरले जीवनमा परिवर्तन आफैलाई ल्याउन सक्नुहुन्छ, परिवर्तन हुन्छ। परिवर्तनको लागि साथीहरू साहस चाहिन्छ, धैर्य चाहिन्छ, एकदम आनन्दसँग धैर्य गरेर बस्नु सक्नुपर्छ, विश्वास चाहिन्छ। हो मैले गर्न सक्छु भन्ने हजुर आफूमा विश्वास हुनुपर्छ र बल्ल गर्न सक्नुहुन्छ। जो हजुरमा छ हुन्छ र सधैँ रहिरहने गर्दछ। मैले अगाडि पनि भनिदिएको छु, साथीहरूलाई कतिपयलाई यस्तो लाग्न सक्छ तपाईँले एउटै भिडियोलाई घुमाइ घुमाइ लिएर आउनुभयो तर त्यो होइन साथीहरू। यहाँ टपिकहरू फरक छन्, त्यसको लागि धेरै कुराहरू एउटै जस्तो लाग्न सक्छ तर हामीले आफूले आफैलाई धैर्य गर्न सक्यौँ, मनन गर्न सक्यौँ भने बल्ल परिवर्तनको सुरुवाती त्यहाँबाट सुरु हुन्छ र विश्वास गरौँ, आफूलाई विश्वास गरौँ भने त्यहाँबाट हामी पक्कै परिवर्तन हुन सकिन्छ। धन्यवाद। यतिन्जेरी साथ दिनुभयो, इनर उडानमा धैर्यतापूर्वक सुनिदिनु भयो, आफूलाई परिवर्तन गर्ने सोच बनाउनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद दिँदै साथीहरूसँग आजको यो प्रस्तुतिबाट बिदा हुन्छु। हस्त, नमस्कार।